सम्पूर्ण फुलप्रेमी साथीहरुमा नमस्कार। कमलाको फुलबारीमा स्वागत छ। अनि आज चाहिँ म एकजना मेरो दिदीको घरमा दिदीको फुलबारी हेर्न जाँदै छु। तपाईहरुलाई मिना दिदीको फुलबारी देखाउँछु ल। यो बाटोबाट जहिले हिँड्छु सधैँ म। यहाँ रति होटलको बाटो हुँदै 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 जान्छु। अनि जाँदाखेरि चाहिँ जहिले हेर्छु कि यहाँदेखि माथि माथि छ के मिना दिदीको घर चाहिँ जुम गरेर देखाउँछु ल। यो हो पहिला पहिला चाहिँ धेरै फुल फुलेको थियो, अहिले चाहिँ हुर्किसकेको छ। किन यो चाहिँ चुड्नु भएको दिदी? यो जति चुडो फुलिसक्ने बित्तिकै चुडिहाल्यो भने अर्को मुना आउँदो रहेछ क्या भित्रबाट। अर्को मुना आएपछि अनि जति धेरै चुड्यो त्यति धेरै फुल्ने रहेछ। यो कति धेरै अनुभव बटुलिसक्नु भयो नि। यो त चुडै गर्नु पर्दो रहेछ है। धेरै लामो भयो भने नफुली पनि चुडिदिँदा हुने रहेछ। ए हो, त्यही भएर पो होचोमा फुलेको रहेछ त। होचोमा फुलेको थोरै सानो थियो। हिजो अस्तिसम्म मैले चुडेर यो यत्रो बनाइसकेँ। लु कति राम्रो कलर, कति मिठो कलर। मेरो कामै यही जतिखेरै यता यसो यसो गरौँ, यही यिनीहरूसँग गफ गरौँ है त भइस भन्नु। दिउ भए म तपाईँलाई नि दिन्थेँ। हिजो छोरी आएकी थिइन्, तिनले लगिन्थ्यो। भएपछि दिइहाल्नुहुन्छ नि मलाई दिदी। उम्रिँदै छ। ए पिटुनियाकै हो यो? यसकै हो। भक्कु मारी छोरी रहेछ, उम्रियो भने दिउ बाक्लो रहेछ त यहाँ। ए भिन्का सेतोबाट भिन्का भिन्का पोहोर कम्ती राम्रो राम्रो थिएन। भिन्का दल राखेको त यस्तो पो भएर जन्मियो मेरोमा त। त्यो मैले राम्रो राम्रो खाले भिन्काको त सबै यस्तो खाले दल निस्क्यो त। जम्मा जम्मी यो एउटा कलर निस्क्यो राम्रोमा, त्यति नै हो। अरू सबै यिनै अरू कलर फिक्का फिक्का कलर भएर निस्क्यो त। यस्तो कलरै थिएन मसँग पो, यो कलर आयो। ए अर्कै नहुँदो रहेछ है, आफूले राख्दा त खोइ पनि त अर्कै कलर। अनि ठिक छ त, यो पनि राम्रो छ त दिदी। त्यो पनि एक प्रकारको राम्रो। कति मिठो कलर के, गर्मीमा के शीतल हुने कलर। सबैभन्दा मिठो कलर चाहिँ मलाई यो लाग्छ। यो मन परेको तपाईँलाई चाहिँ? मन पर्छ। साह्रो मन परेको कलर। ए लु यो नि साह्रै मिठो कलर छ है दिदी। फिक्का कस्तो राम्रो लाग्छ। यो डालिया फुल ओहो कति राम्रो। यस्तरी फुटेर निस्किँदो रहेछ। धेरै बनाइसक्नु भएको छ। यहाँबाट निस्किँदैछ, यहाँबाट। ए अर्को पनि रहेछ त। म तपाईँलाई यो अलिक ठुलो भएपछि दिन्छु चुडेर। क्युट हुन्छ। यो अलिक ठुलो होस् अनि यताबाट पलाउँदैछ नि त, मलाई भइहाल्छ। मेरोमा पनि आउनु न, मसँग भएको मन परेको दिन्छु नि दिदीलाई। यति मन परेर ल्याएको होइन, यस्तो राम्रो छ नि। अन्त नि जसकोमा पनि हुन्छ। यो चाहिँ जहाँ पनि पाइँदो रहेछ। त्यो चाहिँ अलिक लोप भइसकेको। कहाँबाट ल्याउनु भएको दिदी यो चाहिँ? यो तेह्रथुमबाट एकजना म्याडमले ल्याउनु भएको रहेछ, जिल्ला प्रशासनमा। उहाँबाट चुडेर ल्याएको सानो ल्याइरहेको। ए किनेको होइन? होइन होइन, ए मागेर ल्याएको। आमा दिदी यो मलाई त सबैभन्दा मन पर्यो। वाउ हावाले मानी त कति मजाले, कति राम्रो भएको। लु हेर कतिवटा कलरको रहेछ त। यो चाहिँ के दिदी किन्नु भएको कि यिनीहरू? ए हो, कति? 50 रुपियाँ गोटा? ए अनि माथिल्लोमा नि रहेछ। यो पनि, यो चाहिँ यो पनि किन्नु भएको? ए लु त 10वटै कलर। कति भाग्यमानी तपाईँ। मान्छेको एउटै कलर मात्रै हुन्छ अरे। कति मेरो चाहिँ भयो 7-8वटा कलर चाहिँ भयो। अनि सबै कलरको जाग्दाखेरि बाँच्न सफल हुँदा कस्तो लागिरहेको छ? खुसी लाग्यो नि, अति धेरै खुसी लाग्यो। मेरो फुल कलरको भयो भनेर सानो सानो बिरुवा थियो होइन, अनि एउटै कलर पनि हुन सक्छ भन्नुभएको थियो। ए तर
मेरोमा चाहिँ सबै कलरै भयो ए ल यहाँ भन्छ एउटा कलर है यो त सबैकोमै हुन्छ होला सायद यतै हुँदैन मेरो बिचमा पनि पलाउँदैछ हौ यो चाहिँ कुन त जान्छ कि जस्तो लाग्यो बिचमा बिचमा अब पलाइदियो क्या यो ए यो पहिलोचोटि हो कि कसो पहिलोचोटि यो फुल मैले रोपेको पनि थिइनँ अन्त चाहिँ देख्थेँ एक एकवटा कलरको चाहिँ यस्तो मिसिएको चाहिँ मलाई थाहा थिएन होइन अनि खोइ जाग्छ कि जाग्दैन भनेर ल्याएको मेरो यहाँ बिचमा पलाएर फेरि जाग्न थाल्यो यो हाँगा काटिदिँदा यो जाग्छ जस्तो लाग्यो हाँगा पनि काट्नु माया लाग्छ अहिले फुलिरहेछ होइन यो अलि सुकेपछि यताको काटिदिन्छु यो राख्छु हेर न बिचको हो यो चाहिँ ए पछि पलाएको पछि पलाएको यो त दिदी तपाईँले कतिचोटि दिनुभयो मेरोमा जागेन नि बचेन खोइ के भयो अस्ति यति मन परेको नि फेरि मलाई यो जर्बेर के अरे मैले तपाईँले 2 चोटि दिनुभयो अनि त्यो रोपेको भएन यो पनि जाँदैछ कि के ए होइन रहेछ के अरे अनि मैले त यो चाहिँ तपाईँको रेड कलरको नि अनि मैले चाहिँ अस्ति पिङ्क कलरको किनेर लिएर आएको छु 150 को अब यता जेरेनियम यहाँ किराले खाएछ है दिदी किराले अघि बिहान चुड्दिएको किरा छ कि भनेर किराले औषधि पाउँदो रहेछ नि दिदी यस्तोमा छिट्ने 50 रुपियाँको कि यत्रो प्याकेट हुन्छ 10 लिटर पानीमा हाल्न मिल्दो रहेछ अनि जस्तो लाई लागेको पनि त्यो किरा लागेको सबै त्यो चाहिँ सबै खालको रोगलाई ठिक पार्दो रहेछ क्या मेरो जेरेनियम पनि 9-10 खाले बनाइरहेछु आम्मा 10 वटा किनेर कि मागेरै आफ्नोमा भएको अरूलाई दिँदै 10 कलरको बनाइरहेछु ए सदाबहार हो नि त 12 मास अन्त जेरेनियम त सधैँ फुल्ने फुल मैले पनि 6 वटा चाहिँ बनाएको छु दिदी 10 वटा कलर चाहिँ लु हेर यो रेडमा कस्तो मजाले फुलेको फेरि तपाईँको स्पेस पनि छ नि त ठाउँ पनि छ के राख्ने ठाउँ पनि कति मजाको छ तलदेखि हेर्छु दिदीकोमा आउँला आउँला भन्छु हेर्न आउँला भन्छु कहिले नभ्याउने कति राम्रो फुलेको कतिवटा कलर हेर कति मेहनत गर्नु भएको त नि यो त तपाईँको त पानीले त्यत्रो भेट्दैन हुन्छ होला बर्खामा पनि यहाँ सेतो रहेछ मेरोमा सेतो चाहिँ छँदै छैन नि त बल्ल बल्ल जगाको मैले पनि यो यति दुःखले जगाको किन यो अरू भन्दा सेतो जगाउनै सकिँदैन रहेछ कत्रो झ्याम्टो भएपछि सबै मर्यो मेरो अनि फेरि ल्याएर जगाएको कति मिठो कलर यो आमा दिदी हो तपाईँको फुल त नि बारदलीमा यस्तो राम्रो छ यहाँ सकुलेन्ट प्लान्ट रहेछ दिदीको आहा कस्तो मजाले भएर ठिक छ यो त्यस्तो बिग्रिँदैन रहेछ ह्याङ्गिङ बास्केटमा दिदीले लगाउनु भएको छ यता जेरेनियम नै छ मिठो कलर छ यो लकी प्लान्ट कत्रो ठुलो भएको रहेछ कसरी बनाउनु हौ दिदी यो लकी प्लान्ट त मलाई रहर लागेको कि मेरो हुँदै भएको छैन यो पनि खोइ बिरुवा त छ मैले रोपिरहेको छु यसलाई त पानी हाल्नु पर्दैन केही गर्नु पर्दैन अब राखिरहने हो एक पाटो ढाक्न आँटिसक्यो त मेरो त कति ठुलो रहेछ त मेरो त राखेको थिएँ भित्र चाहिँ सबै पात झरो कोठामा राखेको थिएँ नहुँदो रहेछ कोठामा त ए बाहिर निकालेको उज्यालो पनि चाहिने हो कि के उज्यालो पनि चाहिने यसलाई पानी पनि नचाहिने छैन भने हाँगा दिन्छु लानु छ अहिले त दिदी छ अब त्यो भएन भने दिनुहोस् ल पानी हाल्नु पर्ने रहेछ यसकै पातले यसलाई चिक्क हुन्छ अरे ए हो यसैमा पर्छ बाहिरतिर झरेको पात त्यसमै हालिदियो जेरेनियमको चाहिँ त्यसमा पात हालिदियो भने फुल हाल्यो भने कुहि नै हाल्छ हजुर जेरेनियमको त यो फुल पात बिग्रियो भनेर त्यसको फेदामा हाल्न मिल्दैन नि त ए किरा स्याउ सेता किरा निस्किन्छ म चाहिँ कहिले हालेको छुइनँ मैले हाल्नु नहुँदो रहेछ अरू फुलको चाहिँ पात सुको भने त्यसकै फेदामा हालिदिँदा हुन्छ यिनीहरूको चाहिँ नहुँदो रहेछ है जेरेनियमको चाहिँ मैले त्यो दिन थाहा पाइसकेँ अनि गरेपछि त कति अनुभव त छ
यहाँ अर्कै खालको यो ह्याङ्गिङ रहेछ नि दिदी यो चाहिँ लहरे क्या अब यो तपाईँको त ठाउँ छ नि त यो लहरिँदै तल जाँदा पनि एकदम मजाको ठाउँ छ राम्रो हुन्छ ए दिदी कति हो कति तलबाट यहाँबाट पनि राम्रो देखिन्छ हेर्नु त कति महिना भयो दिदी यो रोपेको लाउरे फुलसँग यो डालियासँगै ल्याएको डालिया फुलिवरि मरिसक्यो भनेपछि डालिया भन्दा पनि धेरै टिक्ने रहेछ नि त भन्दा धेरै टिक्ने रहेछ सँगै ल्याएको यो बिरुवा र यो बिरुवा सँगै ल्याएको डालिया फुल डालिया पनि किन्नु भएको र डालिया त 100 रुपियाँको ए अनि त्यो नि के भन्छ पर्मानेन्ट प्लान्ट चाहिँ महँगो अर्को त्यो सिजनल फुल चाहिँ सस्तो भन्छ तर यो पनि सिजनल नै हो त नि डालिया पनि कि कस्तो महँगो भएछ नि त्यो त अनि त यो तलबाट हेर्छु नि त यो बाटोबाट आउँछु हेर्छु मेरो सबै खिच्नु न अनि तपाई त छिटो छिटो गरेर बनाउनु हुन्छ बनाएर मलाई नि WhatsApp मा पठाइदिनु हुन्छ मेरो ढाका टोपी भएदेखि मेरो ढाका टोपी झर्दै क्या साच्चै हेर्नुहुन्छ जहिले जहिले अनि अरूहरूलाई नि कुरा गर्छ नि त्यही त नि हेर्नु न त्यो त यो के अरे त्यही देखिन्छ भन्छ अरूले पनि कति मजाले सेयर गर्नु भएको नि नसियारी त हुँदैन यो फुल पनि भन्नुहुन्छ क्या अरूले पनि अन्त अनि बिहान उठेर के किरा लाग्यो कि भन हेरो अफिसबाट आउँछु पानी आयो भने नि ला मरो होला मेरो फुल भन्नु कति चिन्ता हुन्छ है मेरो छोरीले के मलाई दिदी हाम्रो भन्दा बढी चिन्ता छ कि आमालाई फुलको भन्छ अनि कसैले मागो कसैले चुडो भने पनि मेरो छोराछोरीलाई भन्दा धेरै सियारेर हुर्काएको म त हुँदैन है भन्छु है त्यस्तैलाई त अब होइन साथीभाइलाई त दिन नै पर्छ अन्त होइन मागेर लग्यो भने त ठिकै हो के दिन्छ नि त अनि त्यसपछि दिनु न भन्छन् बाटोमा चिन्नु न जान्नुले कसरी दिनु त खोइ के दिनु मैले अनि भइ पनि नदे जस्तो यो त हुँदैन नि त दिनु कसरी दिनु होइन मागेर लग्दा त त्यो पनि ठिकै हो कि दिन्छ कि कति त चोरेर लगिदिँदाखेरि चाहिँ कस्तो हुन्छ होला दिदी चोर्दा त मुटु चुरिन्छ नि मेरो गमलै हराएको गमलै हरायो तल मुनिबाट गमला हराएको त एउटा हिजो एउटी भतिजी छोरी आएको थियो फुलै माग्न आएको अरे पिप्लेबाट कामै छोडेर आन्टीकामा थुप्रो फुल छ भनेको सुनेको थिएँ अनि तपाईँकोमा थुप्रो फुल छ अरे आन्टी त माग्नै आकी म भन्दै आइचे सरासरी अनि लैजाऊ है छोरी हेरेर यस्तो यस्तो हुन्छ फुल यसैको बिउ उमाएर छ र भनेर थिएँ अनि खोजे थिएँ सबै लगेछ नि ए ठिक छ मागेर लाँदा त फुल दिन त राम्रो हो नि त अनि त्यत्रो टाढादेखि फुल नै माग्न भनेर आएको लु है अहिले पनि दिदी फुलको स्याहारमै हुनुहुन्छ हावा चलेर फेरि ठिक छ दिदी पछि बालुवा हातमा हाल्नु कि ए हो अलिकति बालुवा हाल्नु अनि त्यहाँदेखि किन दिदी होइन यो हराउँछ नि त मसिनो साह्रै मसिनो छ नि त आँखाले नदेखिने खालको ए त्यही भएर बालुवासँग छर्नु बालुवासँग अनि यो लगेर अहिले त्यतिकै राख्नु एउटा कागजमा ओसिएको छ यो अनि भोलि अलि ओगाउँछ अनि बालुवासँग मजाले हातमा यसरी मोल्नु बालुवासँग अनि त्यहाँदेखि छर्दिनु ए ल दिदी धन्यवाद हुन्छ बिउला बहिनी त उमारिसक्नु भयो अस्ति सबभन्दा पहिला उहाँले नै हो बिउ हुन्छ भनेर सिकाउनु भएको पनि मलाई थाहा पनि थिएन बिउला बहिनीले भन्दा नि ऊ परको के अरे उहाँ पर जुनु तपाईँहरूकै काकी के पर्नुहुन्छ ए सुषमा पर मेरो त नन्द पर्नुहुन्छ नि उहाँ नै आउनुभएको थियो अनि यसको बिउ हुन्छ भनेर उहाँले सिकाउनु भयो ए उक्लेर उहाँले नै बिउ लगेर उमारिसक्नु भयो ए उहाँ पनि फुलकुमारी नै हो नि त फुल त कति मन पराउनु मारेर आउँछु भनेर आउनुभएको थियो निकै बेरसम्म फुल हेर्नुभयो बस्नुभयो अनि
मार्नु होला हुन्छ ल फुलाउनु होला हुन्छ हस् दिदी तपाईँ कलरको चाहिँ अहिले दिइरहेको छु अब अरू कलरको पनि निस्केपछि म आउनु होला कहिले काहीँ मेरो घरको बाटो हुन्छ दिदी धन्यवाद तपाईँलाई धन्यवाद ल है दिदी ल रात पनि पर्न लाग्यो अब जान्छु फोटो भिडियो बनाएर जानुभयो धेरै धेरै धन्यवाद हस् दिदी ल धन्यवाद हस् दिदी फेरि भेटौँला है ओके बाई बाई घडी फुल जस्तो भने नि मैले त्यो चाहिँ यो फुल हो हेर्नु त ए आमा ए यो तपाईँकै त्यहीँको खिच्नु भएको हो यहीँको खिचेको टिकटकमा झन् कस्तो दामी आइरहेछ ए अहिले चाहिँ छैन अहिले चाहिँ छैन खै कुन हो दिदी ए अहिले चाहिँ हुर्किसक्यो कुन ए नि टल्कियो तर रातभरिको ए कति राम्रो फुल्दो रहेछ त नि जस्तै क्या ठ्याक्कै प्लास्टिक जस्तो फुल्ने अब फेरि फुल्छ होला अब खै कहिले फुल्छ सानो बिरुवा ल्याइराखेँ फुल्न त फुलो तर छिटै मरिहाल्यो ए ल दिदीले इन्डोर प्लान्टहरू चाहिँ यसरी यहाँ सजाएर राख्नु भएको रहेछ वा प्लान्टसँगै उता के हो यो दिदी अचार बट्टा बट्टा कसैलाई खानु मन लाग्यो भनेदेखि माग्न आउँदा हुन्छ दिन्छु अचार पनि बाटैमा रहेछ अनि बाटैमा छ के को अचार हो दिदी मुलाको कागतीको अनि तामाको ए त्यति नै होला सायद धेरै बनाएर धेरै बनाएर राख्नु भएको रहेछ नि त ल दिदी अब चाहिँ साँच्चै जान्छु ल बाई बाई फेरि भेटौँला हस्